लिएर आएको छौँ। यो स्क्रिप्ट चाहिँ क्रिसमसको थिममा छैन, तर फेरि पनि परमेश्वरको वचनले भन्दछ है कि क्रिस्टको जन्मले हाम्रो जीवनमा ज्योति ल्याएको छ है। अनि मत्ती 5:14 अध्यायले पनि भन्दछ तिमीहरू संसारको ज्योति हो भनिकन है। अनि हामी आज विश्वासीहरूको जीवनमा परमेश्वरको ज्योति कतिसम्मको स्थिर हुँदो रहेछ हामी सबै मिलेर हामी हेर्नेछौँ। अनि यो स्क्रिप्टमा हाम्रो आइसिएस नेपालीले भाग लिनुभएको छ सबैजना। अनि परमेश्वरले तिनी हरेकको जीवनमा आशिष दिनुभएको छ। अब हामी यो स्क्रिप्टलाई हामी सुरु गर्न जाँदैछौँ ल। विश्वासीहरू यिनीहरू संसारको अन्धकार बीचमा यिनीहरूको ज्योति चम्किरहेको हामी देख्न सक्दछौँ। त्यो खाली नाटक हो। जा गरिनुको बत्ती बुझाऊ अनि मलाई भनिनु को हो।
तिम्रो कुरा काट्छ रिस तिम्रो रिस देखाऊ रिस हो त रिस हो हो तिमीले के गरेको तिमीले कोही छैन संसारमा तिमीले ठुलो गरेको तिमीलाई के गरेको तिमी एक्लै छौ तिमीलाई कोही छैन पुग्ने यता विश्वासी हो भर्खरै भएको खालिनुको नाटक थियो हामी सबै देख्न सक्यौं विश्वासीको जीवन धेरैपल्ट यस्तै नै हुँदछ। हामी दाबी गर्छौं धेरै कुराको, तर जब हामीलाई मन पर्ने कुरा हाम्रो आँखा अगाडि हुन्छ हामी सबै हार्छौं, हामी सबै गिर्छौं। तर परमेश्वरको वचनले भन्छ
उहाँ ज्योति लिएर आउनु भएको छ। अनि साँच्चै नै हाम्रो जीवनलाई, हाम्रो टुटेको अन्ध्यारो जीवनलाई फेरि पनि उज्यालो बनाउन उहाँ आउँदै हुनुहुन्छ। हाम्रो लाचारी, हाम्रो अशान्तिपना, हाम्रो व्यवस्थाहरू, हाम्रो नराम्रो लत, सबै कुराबाट हामीलाई छुटकारा दिएर आउनुहुन्छ। हामी फेरि पनि आफ्नो ज्योति उहाँद्वारा प्राप्त गर्न सक्छौँ। हामी फेरि पनि अब अन्धकारबाट ज्योतिमा आउन सक्छौँ। उहाँ तयार हुनुहुन्छ आफ्नो ज्योति हामीसँग बाँड्नको निम्ति, आफ्नो ज्योति हामीलाई दिनको निम्ति, अनि हाम्रो सबै बन्धनहरूबाट हामीलाई छुटकारा दिनको निम्ति। के हामी तयार छौँ आफूलाई उहाँलाई दिनको निम्ति? उहाँ तत्पर हुनुहुन्छ हामीलाई आफ्नो प्रेम देखाउन, हाम्रो बुझेको बत्तीलाई फेरि पनि नयाँ ज्योति दिन उहाँ तयार हुनुहुन्छ। हामी जब विश्वासीहरू मण्डलीमा सँगै हुन्छौँ, शैतानले धेरैपल्ट हाम्रो पाएको ज्योतिलाई निभाउन खोज्छ। फेरि पनि ख्रीष्टद्वारा आएको ज्योतिलाई शैतानले निभाउन खोज्छ। तर हामी एक अर्काको ज्योति बाँटिकन हामी फेरि पनि आफ्नो भित्रको ज्योतिलाई हामी उज्जवल गराउन सक्छौँ। साँच्चै नै हामी यो नभुलौँ, सदैव हाम्रो साथमा हुनुहुन्छ। जब हामी हातमा हात लिएर सबै हामी विश्वासमा बाँध्दछौँ, कसैले हाम्रो ज्योति, कसैले हामीलाई हाम्रो राम्रोपनलाई निभाउन अनि हराउन सक्दैन। हामी विश्वासीहरू, हामीले हाम्रो ज्योतिलाई जीवित राख्नु छ, अनि त्यो हामी क्रिस्मा भएर मात्र सक्छौँ। आजको यो सानो नाटकले हामीलाई बताउँदछ एउटा सङ्गतिमा, एउटा मण्डलीमा हामी कति जरुरी छ हामी बाँधिएर बस्न। अनि जब हामी क्रिस्मा बाँधिएर एकअर्कामा बाँधिएर बस्छौँ, परमेश्वरले हाम्रो जीवनमा आशिष दिनुपर्छ। यो नाटकद्वारा तपाईँ सबैलाई आशिष भएको होस्। यो नाटकले हामीलाई केही कुरा सिकाएको होस् कि हामी ज्योतिको सन्तान हौँ, अनि हाम्रो ज्योति कृष्ण सदैव बल्दो राख्नुहोस्।